ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि दक्षिण मुख के हनुमान प्रभु यो पाले अबिर भएन क्या लाउनलाई नि हेलो पेमा भाउजू नाम भुलेको के भएको के फेरि यहाँ प्रसाद बनाउँदै भाउजू प्रसाद बनाउनु थाक्नु हो क्या नखाने नबाड्ने भनेको होइन कसले टिका लाउनु हाम्रो यहाँ भुत्लाउने कार्यक्रम हाँस काटिँदैछ यहाँ नाइ ए कस्तो राम्रो आउनु हाई हेलो सबैलाई हाम्रो नास्ता के छ आज यहाँ नास्तामा जाम ब्रेड अन्डा चिया छ
हेलो हेलो दाइ के कहाँ भयो के पकाउँदै हुनुहुन्छ दाइले मासुको मसला रेडी हुँदैछ खासी गर्मी छैन फोटो सेसन हुँदैछ अन्त भाउजू पोज दिँदै अन्त भाउजूले पेमा भाउजूले नि चस्मा छायामा लाउने चस्मा होइन यो त घाममा लाउने हो स्टाइल पारेको होइन हामी चस्मा लाने हामी देख्दै यहाँ रुखमा भएको अचार सुकाउने छोइला छिउरा सब चुपचाप हुनुभयो क्या यसो हात हलाउनु न जय हाई पेमा भाउजू ल आयो आयो पूजाको भेटघाट 2081 भन्नु पर्यो है अहिले ल भन्नु पूजाको भेटघाट 2081 साल चैत्रको आज 24 गते अनि आइतबार समय पनि समय अहिले त हामी नास्ता खान लाग्दैछौँ समय 2 बजे भाउजू के भन्नु ह्याप्पी कुल पूजा रमाइलो भइरहेछ ल भाउजू खाना लाउँदै हुनुहुन्छ
कोभिड फिल्मतिर टिक्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ आज भोलि गुर्गेस कोभिड फिल्मतिर टिक्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्चा भएर यहाँ चर्चा भएको छ म पैसा उडाउँदै म गाडी उडाउँदै म फुलो उडाउँदै मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरे सबलाई यथाविषय ढोक तथा स्वासिस हाम्रो कुल पूजा समग्र परिवार कुल पूजा हो हामी बिल्कुल दिइरहेछौँ र हामीसँग ब्याङ्कमा मौजात रहेको ब्याङ्कमा मौजात 3,72,000 नगद मौजात 1,77,000 ऋण लगानी 3 लाख उठाउनु पर्ने ब्याज 3,06,000 3,06,000 हामीसँग यसपालि ब्याज उठ्या 20,000 अब हामी खर्च भएको ऋण लगानी 3 लाख घाँस संस्कार घाँस खर्चको लागि हामीले 60,000 गएको वर्ष 60,000 दियौँ नास्ता खर्च 95,000 पूजा नाला खर्च 86,500 ब्याज उठाउनुपर्ने बाँकी 3,06,000 ब्याङ्कको मौजा 3,70,000 3,72,000 नगद मौजा 21,000 11,55,000 हामीसँग खर्च त्यसपछि ब्याङ्कमा मौजा 3 लाख ऋण लगानी ब्याङ्क मौजा 3,72,000 ऋण लगानी 3 लाख ब्याज उठाउनु बाँकी 3,06,000 गरेर हामीसँग टोटल 9,78,000 हामीसँग
सिमाङ्गला परिवारको उज्जवल प्रगतिको लागि हामीलाई सहयोग गर्ने कुटबलाईको रूपमा ज्ञानेन्द्र प्रसाद सिमाङ्गला र शान्ति सिमाङ्गलाबाट छोराको राम्रो नम्बर ल्याएको हुनाले सिमाङ्गला परिवारलाई 15,515 रुपियाँ कुटबलाईको रूपमा पाएको हुनाले उहाँको उज्जवल प्रगतिको कामना सिमाङ्गला परिवारले गर्दछ। त्यो शैलेन्द्र प्रसाद सिमाङ्गला काठमाडौँबाट शैलेन्द्र प्रसाद सिमाङ्गलाले 5,000 रुपियाँ कुटबलाईको रूपमा आफ्नो प्राप्त भएको छ। उहाँको प्रगतिको लागि अमेरिकाबाट 5,000 रुपियाँ। शरदमान सिमाङ्गला 5105 रुपियाँ 5,105 रुपियाँ हाम्रा प्रदान भएको छ। उहाँको उच्च प्रगतिको लागि हामी कामना गर्छौँ। नातिको लागि शरदमान सिमाङ्गलाबाट नाची उपलब्ध भयो। नाचीको सन्देशले 5,105 रुपियाँ 5,105 5,000 मात्रै रुपियाँ। अनि सोभियत सिमाङ्गलाबाट सिमाङ्गला परिवारको लागि सामाजिक 15,000 रुपियाँ बराबरको धनराशि उपलब्ध भएको छ। उहाँको अनि अहिले खानाको लागि एकजना भाइ उहाँबाट प्राण भएको यहाँ देवी सिमाङ्गलाबाट क्रिस्टियन पन्था एउटा प्राण भएको उहाँलाई मैया र प्रबल भाइबाट प्रबल भाइ अब माया प्रबल भाइबाट अनि शरदमान सिमाङ्गलाबाट फेरि दान पात्रको रूपमा दान पात्र हाम्रो बजारमा राखिएको छ। उहाँको लागि धन्यवाद। सुमितले हो ल यो सुमित बाजा रहेछ। जितेन्द्र प्रसाद सिमाङ्गलाबाट तामाको सानो गाडी सिमाङ्गला परिवारलाई प्रदान गरेको उहाँलाई कार्यक्रममा हिसाब किताब आउने बेलामा यो अहिलेसम्म हामीसँग रहेको पैसा हो कि यो वर्षको मात्रै हो क्लियर भएन। फेरि 3 लाख पैसा ब्याज उठाउनु पर्ने भन्यो। 3 लाख ब्याज भनेको 3 लाख ऋण लगानी गरेर 3 लाख ब्याज किन यति धेरै भयो? के कारणले यो धेरै भयो? त्यो ब्याज त कमसेकम महिनामा उठ्नु पर्ने, नभए 2 महिनामा भए पनि दिनुपर्ने। जति लगानी भएछ त्यति नै ब्याज भन्नु त यो पैसा डुब्न लागेको हो कि भन्ने शङ्का पनि उत्पन्न हुन सक्छ नि हामी आफ्नो साथी परिवारभित्र। त्यसकारणले हिसाब किताब चाहिँ के हो भने ब्याङ्कमा राखेको पैसा 3 लाख, लगानी रहेको 3 लाख, उठाउनु पर्ने 3 लाख कति, त्यो ब्याज 3 लाख भन्दाखेरि यो अति नै ओभर भएको हुनाले त्यो ब्याज झट्ट तुरुन्तै उठाउनु पर्ने। सामा किन उठ्न सकेन? त्यसमाथि ब्याजै नउठेपछि सामा उठ्नलाई अलि कति टाइम लाग्ने होला भन्ने जस्तो मलाई जिज्ञासा लागेको हुनाले त्यो के कति कारणले भएको। यो वर्षको मात्रै आम्दानी भन्ने या नेक्स्ट वर्ष पहिला वर्षको यति बाँकी, यो वर्षको यति बाँकी भनेर आउनु पर्ने जस्तो मलाई लाग्छ। धन्यवाद। अब भाइहरू भतिजाहरूलाई हाम्रो समा भाउजूले अब कार्यक्रममा उहाँले कुरा निकाल्नु भयो यो खानेकुरामा। अब फुल पूजा जस्तो वर्ष दिनकोमा त्यसरी आएर बस्दाखेरि सबैले रमाइलो गरेर बस्ने खास पनि हो। तर अब सबैलाई फुर्सद छ छैन, तर जो बसेछ उहाँले सबैले खाएर जानलाई सबैलाई अनुरोध गर्छ, किनभने खाना सबै तयार छ। अब त्यसमा अब नास्ता खाइयो भनेर सबै नजानु होला। अब
एकछिन बरु अब कुल पूजाको लागि भनेर एक दिन छुटाउनु होला होइन। एक वर्षको एक दिन त यसो रमाइलो गर्नुहोस्, एक दिन त एउटा हाम्रो कुललाई दिनुहोस्। त्यति एउटा सबैलाई आग्रह गर्दै म अब अघि हाम्रो विजेन दाइले हाम्रो जुन हाम्रो सहयोग गर्नुभयो उहाँलाई म फेरि मुनि धन्यवाद दिन चाहन्छु। उहाँले हाम्रो कुललाई अहिलेसम्म धेरै सहयोग गर्नुभएको छ र आउँदो त्यसमा पनि अरूले पनि सहयोग गर्नुहुन्छ भनेर धेरै आशा गरेको छु। र मलाई अघि एउटा कस्तो कुरा निस्केको थियो भन्दाखेरि एउटा सानो कुरा मलाई भन्नु मन लाग्यो। हाम्रो समाजमा अब परिवारहरू बढी छ होइन, प्रत्येक घरबाट एकजनाले 1 रुपियाँ दिनको 1 रुपियाँ गरेर 365 रुपियाँ तपाईँहरूले छुट्याउनुहोस् होइन। त्यो छुट्याउँदा 1 वर्षमा पैसा एउटा त हुन्छ नि, हामीले 1 रुपियाँ दिँदाखेरि त धेरै देखिँदैन, 1 रुपियाँ दिँदा धेरै देखिएला होइन। त्यो गर्दा हाम्रो कुललाई हुन्छ। कुललाई एउटा अब अहिले हाम्रो पैसा उठाउँदाखेरि कसैले के हो अहिले समयअनुसार छ छैन त्यो पनि हुन्छ होइन। तर त्यो 1 रुपियाँ राख्दाखेरि केही फरक नपर्ला जस्तो लाग्छ। त्यो एउटा सबैलाई त्यो एउटा गरिदिनु मलाई आग्रह गर्दछु। मेरो अजा अजी काका काकी सबैलाई त्यो आग्रह गर्न चाहन्छु म होइन। दिनको 1 रुपियाँ तपाईँले घरले होइन, मैले एक घरले सक्नुहुन्छ या एक व्यक्तिले पनि हुन्छ, सक्नेले एक व्यक्तिले 1 रुपियाँ राख्नु होला, दिनको 1 रुपियाँ राख्नु होला, 365 गरेर कुललाई भनेर छुट्याउनु होला, मेरो आग्रह छ है। धन्यवाद छ। दाइ यसमा अगाडि जान्छु। सुरु भयो। राम्रो राख न नानी, मासु खानु त। सम्पूर्ण काका काकी दाई भाउजू भाइ भतिजा नाति नातिनी सम्पूर्णलाई मेरो न्यानो अभिवादन छ। अब यो कुल पूजाको विषयमा विभिन्न व्यक्तिको विभिन्न विचारहरू हुन्छ। कार्यक्रम कस्तो हुनुपर्छ, के हुनुपर्छ है भन्ने कुराहरू अब कसैले आजको दिन हामी सबै दिनभरि यहीँ बसौँ, राम्रोसँग मनाउँ, परिचय गरौँ, रमाइलो गरौँ भन्ने पनि छ। अब कोही मेरो जरुरी काम छ म जान्छु भन्ने पनि यहाँ देखियो। र बिहान जति हामी उपस्थित भएछौँ सबै अहिले हुनुहुन्न। र यो समाजमा ठुलो समूहमा यस्तो भइरहेको छ, हाम्रोमा मात्र होइन, यो सबैको विचार एउटै हुँदैन। र एउटा मलाई अहिलेसम्म हाम्रो कुल पूजा जे भइरहेछ अति नै राम्रोसँग भएछ। यसपटक 2वटा ठुल्ठुलो परिवारहरू अनुपस्थित हुनाले आज निकै कम हामी उपस्थित छौँ। यहाँहरूले जानकारी नै होला, राजु काकाहरू र भगवती काकाको परिवारहरू हुनुहुन्न। त्यही भएर पनि हामी अलि सानो रूपमा हामीले यसपटक गरेका छौँ। र म कार्य समितिमा सल्लाहकार छु, अस्ति मिटिङ पनि भएको थियो। र मलाई के अनुभव छ भने यसमा हाम्रो योगेन्द्र दाइले निकै चाख लिनुहुन्छ, लिइराख्नु भएछ। अब हाम्रो कार्य समितिको बैठक सधैँ उहाँको निवासमा हुने गरेको छ। र अब अध्यक्षज्यूको घर यहाँ उजेलापुर छ, हाम्रो मन्दिर यहाँ छ। तर हामी प्रत्येक पटक मिटिङ गर्न यहाँ जुट्न हामीलाई असुविधा भएको हुनाले बुटोलमै हामी मिटिङहरू कार्य समितिको बेला बखतमा हुने गरेको छ। र यो के अरे कार्यक्रमहरू गर्नलाई हाम्रो उमेश भाइ
सचिव उहाँको निकै सक्रियता रहन्छ है। यो कुरा सबैले मनन गर्नुपर्छ। अब काम गर्ने दौरानमा के त्रुटिहरू हुन्छ के हुन्छ यो भएन ऊ भएन भने र गर्नेहरूलाई ह्यारेस गर्ने मतलब हतोत्साहित गर्न हुँदैन हामीले। र त्यस्तै विजेन्द्र भाइले पनि धेरै वर्षदेखि कोष सम्हाल्दै आउनुभएछ र कोषको काम निकै जटिल हुन्छ। अब मानिसहरू मलाई अन्य संस्थाहरूमा पनि म सहभागी हुँदाखेरि जहिले पनि कुरा आउँछ कोषाध्यक्षको रिपोर्टमा, अन्य कुराहरूमा केही त्यस्तो विवाद हुँदैन। यो पैसा के भयो, यो कहाँ गयो, यो किन उठेन इत्यादि हुन्छ। यो जटिल छ यो। अनि त्यसमाथि पनि के छ भने हाम्रो समाज, हामी दाजुभाइ सबै आफ्नै परिवार सबै, त्यसमा अब यो किन भएन ऊ किन भएन भनेर अब विजेन्द्र भाइले पनि एकदम काट गर्न मैले देखिरहेको छु। यो अस्ति मिटिङमा पनि कुरा भएको थियो, त्यही कुरा आउँछ। अनि यो पैसा किन कहाँ भयो कि इत्यादि। र सबभन्दा मैले अस्ति कुरा राखेको थिएँ, कसैले हाम्रो कोष वृद्धि नहुनुको कारण के हो? त्यो कोषको चाहिँ सुरक्षा हुनु पर्यो होइन। कसैले किन पैसा दिने होइन। यदि कोषले कोष वृद्धि हुँदै जाने र त्यसलाई राम्रो सञ्चालन हुने भए दिन र 5, 7, 10, 20 हजार दिन र यहाँ कसैलाई गाह्रो त छैन। तर त्यसको चाहिँ नि संरक्षण राम्रो हुनुपर्छ, हिसाब किताब राम्रो राखिनुपर्छ। अब आज जे होस् हिसाब सुनाउनु भयो। मैले मोटामोटी आजकै पनि हामीले शुल्कहरू उठाएका छौँ होइन। त्यसको पनि एउटा मोटामोटी यति पैसा उठ्यो र यति खर्च। अब फाइनल त पछि होला होइन। त्यही पनि खानामा यति खर्च भयो, टेन्टमा यसो भयो भनेर अलिकति मोटामोटी पनि सुनाइदियो भने सबैले सन्तोष पनि हुन्छ। यो एउटा कोषाध्यक्षले यो कुरा मनन गर्नुपर्छ। र सबभन्दा मैले यहाँ भन्न मन लागेको कुरा के भने यो योगेन्द्र धल, उमेश अथवा कुनै कसैको एक्लैको यो समाज होइन, यो हामी सबैको हो। हामी सबैले उत्तिकै जिम्मेदारी गरेर कामहरू गर्नुपर्छ। अस्ति मिटिङमा अब यही मुख्य कुरा के हो भने मलाई याद छ 4 साल कसले जिम्मा लिने भन्दा यहाँ सुमित भाइले जिम्मा लिनुभयो, कार्यक्रम भयो है। र हरेक साल के हुन्छ भने हामी जम्मा हुन्छौँ 8-10 जना। विजय तिमीले ल्याऊ, फलानाले ल्याऊ भन्दाखेरि म त भ्याउन यस्तो यस्तो कुराहरू हुन्छ कि होइन। यो जुन खानाको यहाँको व्यवस्था होइन, त्यसको लागि त 2-3 दिनदेखि तयारी गर्नुपर्छ नि। क्याटरिङलाई भन्नु पऱ्यो, टेन्टलाई भन्नु पऱ्यो, यो इत्यादि गाह्रो छ क्या। यो कुरामा सबै दाजुभाइ अब होइन भएका उसले मलाई सहयोग गर्नुपर्छ र मिलेर कार्यक्रमलाई सकेसम्म भव्य गर्नुपर्छ। यो जुन मैले अहिले भनेको जुन 365 मेरो मनले भनेको थियो, तर 365 पहिले नै जम्मा भइसकेको रहेछ। यहाँ हाम्रो 4 घरबाट 365 जम्मा भइसकेको रहेछ। हाम्रो अझ शरदमान सिमानगेडा मार्फत सुमित सिमानगेडा, छोरी सरदा सिमानगेडा, अनि प्रबल सिमानगेडा, अनि प्रदीप सिमानगेडा पहिले नै 365 जम्मा भइसकेको रहेछ। मलाई यो अहिले मलाई भन्दाखेरि धेरै खुसी लाग्यो, पहिले नै जम्मा भइसकेको रहेछ। अब आउने वर्षमा सबैले जम्मा गरिदिनु हुनलाई एकदम अनुरोध गर्दछु। सुरुवात जानकारी नभएर हो सम्पूर्ण गैँडा परिवारलाई अब जानकारी हुन्छ। आशा छ यो गैँडा परिवारलाई समितिलाई अर्को वर्ष यो अहिले जम्मा भयो 4 जनामा 1000 गुणा बढेर आउनेछ भन्ने यो समितिले आश गर्दछ। ल सबैलाई धन्यवाद छ। यो हाम्रो ज्ञानले जुन अहिले उद्घोषण गरिदिनु भएको छ, अर्को वर्ष सबैले प्रत्येक घर हाम्रो जति घर छ त्यसमा अझ डबल भएर आओस् र हाम्रो कोष बढोस् भन्ने मेरो आशा गर्न चाहन्छु। हामीलाई पनि सरस्वती अधिकोबाट पनि हाम्रो सञ्जय काकाबाट 365 अहिले नै अग्रिम उहाँले जम्मा गर्नुभएको छ। यही वर्षको भयो।
यही वर्षको भयो स्वर्गीय चन्द्रध्वज सिमानगेडाको स्मृतिमा हाम्रो सरस्वती अघिले 365 रुपियाँ अहिले जम्मा गर्नुभएको छ। अरू कोही हुनुहुन्छ भने अहिले नै जम्मा गर्नु सक्नुहुन्छ। विजय सिमानगेडाबाट पनि 365 रुपियाँ ल अहिले जम्मा भयो। अरू कोही हुनुहुन्छ भने आउनु होला। अरू कोही हुनुहुन्छ भने मिना सिमानगेडाबाट पनि 365 रुपियाँ जम्मा भयो। ल अब हाम्रो मेरो बुवा योगेन्द्र ध्वज सिमानगेडाबाट पनि 365 रुपियाँ अघि मैले नै जम्मा गर्न म चाहन्छु। हुन्छ हाम्रो राजेन्द्र सिमानगेडाले हाम्रो जितेन्द्र सिमानगेडा र रिजन सिमानगेडाबाट 1000 रुपियाँ है। मगरध्वज सिमानगेडा र सरस्वती सिमानगेडाको स्मृतिमा हाम्रो सोभियत काका र गायत्री काकीबाट अनिस सिमानगेडा र मनिष सिमानगेडाको नाममा 1010 र हाम्रो देवीदेव सिमानगेडा र सरस्वती सिमानगेडाज्यूको तर्फबाट हाम्रो अमोक काका र पल्बेला काकीतिरबाट 1020 धन्यवाद छ। हाम्रो स्वर्गीय निरकुमार श्रेष्ठ सिमानगेडा मन्जु देवी सिमानगेडाको स्मृतिमा राजन सिमानगेडा, महेश सिमानगेडा र पवन सिमानगेडाले 365 रुपियाँ जम्मा गर्नुभएको छ। उहाँले हाम्रो सिमानगेडा परिवारलाई 10वटा कुर्सी दिने घोषणा गर्नुभएको छ। उहाँलाई मुरी धन्यवाद छ। हाम्रो कुल देवताले उहाँलाई सधैँ नै रक्षा गर्नु। 10वटा कुर्सीको मूल्य उहाँले दिनेछ र यो कुरा हाम्रो कस्तो निस्केको थियो भन्दाखेरि प्रत्येक घरमा जस्तो यो 365 रुपियाँ भयो, प्रत्येक घरबाट एउटा कुर्सी दिनुभयो भने यो जुन अहिले हामीले टेन्ट ल्याइरहेको छौँ कुर्सी, त्यो खर्च बचत हुन्छ कि भन्ने हिसाबले एउटा कुर्सी दिने कि भन्ने हाम्रो सोच थियो। उहाँले एकैचोटि 10वटाको उहाँले सौजन्य गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद छ। हाम्रो पूर्णिमा आजीको तर्फबाट पनि 500 रुपियाँ 505 रुपियाँ सहयोग गरिदिनु भएको छ। कुल देवताले उहाँलाई नि सधैँ नै रक्षा गर्नु। उहाँलाई धन्यवाद। सबैले ताली बजाइदिनु न। यस्तो सहयोग आउँदाखेरि उहाँको मनमा नि एउटा खुसी होस् कि मलाई पनि सम्मान गरेछ भनेर सबैले ताली बजाइदिनु होला अनुरोध गर्दछु। अहिले भर्खरै पनि हाम्रो सिमानगेडा परिवारलाई सबैको सहयोगबाट 6495 रुपियाँ प्राप्त भएर उहाँले सहयोग गर्नुभएको छ। उहाँलाई सबैलाई सम्मान गरिदिनु हुनलाई सबैले ताली बजाएर सम्मान गरिदिनुलाई अनुरोध गर्दछु। त्यसैमा प्लस 10वटा कुर्सीको पनि हाम्रो काकी मिना सिमानगेडालाई दिनुभएको छ। त्यो प्लस हो है। यो 6000 क्यास प्लस 10वटा कुर्सी अलगै हो। कार्यक्रम लगभग अन्तिममा गइरहेको छ। म अब एउटा संयोजक आजको यो सिमानगेडा परिवारको 2081 सालको संयोजकको नाताले हाम्रो अजान अजी काका काकी दाई भाउजूहरू भतिजहरू भाइहरू भाउजूहरू र बुहारीहरूलाई सबैलाई मेरो अब लगभग सन्ध्याकालीन हुन लागिसक्यो। सन्ध्याकालीन नमस्कार र ढोक भन्न चाहन्छु। र आजको यस 81 सालको कुल पूजामा यतिको उपस्थित भएर सबैले हातोमालो गरेर जुन कार्यक्रम सम्पन्न गरिदिनु भयो सबैलाई म सर्वप्रथम त सबैलाई धन्यवाद दिन चाहन्छु। र
जसले मलाई सहयोग गर्नुभयो र जतिजनाले मलाई अगाडि बढ हामी पछि छौँ भनेर मलाई सहयोग गर्नुभयो उहाँहरूलाई म धेरै धेरै मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यस्तै गरेर पछि पनि अब 82 साल आउँदैछ त्यसमा पनि अरूले पनि यस्तै संयोजक लिएर कार्यक्रम सफल पारिदिनु हुनलाई म विनम्रमा अनुरोध गर्दछु र अब हामीले त अब के भनेको कुल पूजामा सानोतिनो सबैको मन पुरै बुझाउन नसके पनि लगभग मन बुझाउन कोसिस गरेर मैले कार्यक्रम गरेँ र कसैलाई केही अलिक मन बुझेन चित्त दुख्यो भने मलाई सानो सम्झेर माफ गरिदिनु होला त्यही भन्दै म मेरो 2 शब्द यहीँ अन्त गर्न चाहन्छु र आरती हुन लागेको छ हाम्रो गमलामा राख्नु